So welcome back another video and sons हुनुहुन्छ होला न Welcome to my vlog. Yeah. आज भाइका बर्थडे आज चाहिँ भाइका बर्थडे लक्कीका बर्थडे लक्कीका बर्थडे आज जाएंगे मौज करेंगे ल खै त खै Oh, चौमनी बोङ या आइसबास खास तेरो न भाइ या खै खै त पनि ल या हैन अब चाहिँ म पहिला फर्स्टमा कपडा लाउँछु हेर्नु है त होइन अनि आज चाहिँ यसो हल्का पानी परेछ कि मौसम पनि हल्का बादल बादल लागेको जस्तो छ अनि अब चाहिँ हामी म चाहिँ टक्क रेडी भइसकेर डन्डी साइकल लिएर आउँदैछ अब यो पनि रेडी सेडी हुन्छ अनि हामी टक्क लगाएर जाँदैछौँ होइन उता चाहिँ हाम्रो मम्मी चाहिँ बाख्रा हेर्दै हुनुहुन्छ अनि त्यही हो आज चाहिँ के कस्तो हुन्छ बर्थडेमा फुल भिडियो चाहिँ हेर्न नछुटाउनु होला च्यानलमा नयाँ हुन्छ भने च्यानल लाइक अनि सब्सक्राइब गर्न नबिर्सिनु होला होइन अनि त्यसपछि उताबाट चाहिँ प्रशंसा आएर चिटिक्क पारेर चाहिँ हामी जानु लाग्यो हजुर च्यानललाई सब्सक्राइब गरिदिनु होला के भन्नु नाम के भन्नु रुपु ब्लग रुपु भ्लगलाई सबैजनाले हेरेर लाइक कमेन्ट गर्नु होला सब्स्क्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला ल त कहाँबाट यस्तो चाहिँ चक्क जानु लाग्यो कसलाई हो होइन चाहिँ हामी सब जान्छ रेडी सेडी सब भइसक्यौँ चाहिँ होइन डन्डी चाहिँ अगाडि गयो अब सिधै उतैतिर भेटौँ गाइस डन्डी पनि फुल रेडी भइसक्यो अनि म पनि फुल रेडी भइसकेँ फेरि त त्यत्तिकै जाने होस् त्यत्तिकै जाने होस् सो शिव दाईलाई चाहिँ एउटा केटी चाहिँ यसो यताउति गरेर यहाँ कुवार बस्नु बिहा टक्क गर्नु पर्ने छ अमेरिकन कार्ड पाइसक्नु भए अमेरिकन सरिमेरिकन सब कार्ड छ टक्क शिव दाईलाई चाहिँ मिलाउनलाई यहाँ रेडी हुनुहुन्छ है बिहाको लागि कस्तो छ भन्न ठिकै छ मेरो यस्तो पर्छ त लाजमा के भएन काल सर आज 11 11:30 भएन गाइस होइन अनि अब चाहिँ हामी टक्क कालो सरलाई ल्याउन जानु लाग्यो अनि च्यानलमा नयाँ हुन्छ भने च्यानललाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला अनि कालो सर आज 11:30 बजे आउने मान्छे लास्ट ढिलो गरिदियो कि हामी सब रेडी भइसक्यौँ जानलाई हजुर ए भाइरल सिधै अब भाइ भन्नु हुँदैन यार एनसी बोय भन्दा आमा मेरो नाक यत्रो हुन्छ यत्रो ल रुपेशको घरमा बुढी छ त्यही पनि यसले गर्लफ्रेन्ड ल्याउला आज मेरो बर्थडेमा साथीहरू 5वटा गरे गर्लफ्रेन्डको गर्लफ्रेन्डको अनि अरे यस्तो हो कि अब बिहा गरेर पनि बिहा नगरे जस्तो देखिन्छ अनि यस्तै त हो त पटाइहाल्छ फेरि कहाँबाट पटाउँछ कि यसले त्यस्तो भन्नुहुन्न कि त्यस्तो भन्नुहुन्न फेरि अन्टिल देख्नु अनि अब चाहिँ अब काल सर भेटियो भने चाहिँ अन गर्छु ल गाइस होइन कति आउँछ अरे अरे कहाँ गएको र कति आउँछ अरे 73 आउँछ फिक्स हो आज के हो आज कुन विषय थियो आज के हो पपुलेसन हो के पपुलेसन मात्रै आज के हो हेल्थ एन्ड पपुलेसन आज के हो कि आज के हो आज के स्पेशल डे के हो भनेको आज हामी कालु सरलाई लिन आएको कालु सरै आएनन् घर अहिलेसम्म कालु भन्छ गाडी आएन उहाँदेखि के त गाडी तिम्रो घर जानु बेला मलाई पनि लैजाऊ न म जान्यो के अहिले केमा लैजाऊ त हिँड्दै त जाने ल कालुवासँग त्यही त आउने बेला हेर्नेर बोलाउनु है ल जा चल अगाडिबाट उयो कस्तो टच भएको छ्या अब चाहिँ हामी चक्क कालु सरतिर बढ्दै ल ल चल जा ओ मेरो भाइ म यार कालुलाई ल्याउनु भएको थियो यार ऊ आयो यस्तो ढाक गाल्छ कि भाइहरू भनेको यस्तो रेस्पेक्ट देखाउनु पर्छ कि त्यो तर त मान्छे कहाँ मरेको 11:30 बजे आउँछु भनेको होइन हात उठाउँछ
के भयो पेपर आयो नि यस्तो मजाको ल ए, कसको मोबाइल हो त्यो? माका छौ कसको मोबाइल हो? छिराइदिदिस् ए आज त आफ्नै मोबाइल ल आज चाहिँ हुने भयो ल त लिन आएको के तलै लिन आएको मा कसम मोबाइल के भयो के भएर उही लगिदिस् नै ब्यागमा लगेर राखेको थिएँ ल टक्क अब चाहिँ कहाँ त्याउफरीले बे लैजानुहुन्थ्यो त्याउफरीले राम्रोसँग हुन्थ्यो कपडा त्यहीँ बाहिर दियो दाइले फाल्दिन्थ्यो सुकाएर हामी त 5 बजे आइगयौँ खोज्न मा कसम केटीहरु हात यस्तो गरौँ है कालुलाई अटोमा पठाइदिउँ 20 रुपियाँ त हो यार हामी साइकलमा जाउँ अटोमा पठाइदिउँ गरे अनि केलमा जानु त त्यो डन्डीमा कुरै छ बिचारो घरमा उहाँ जिउरासँग बस्या थियो शिव दाइसँग जाम्न केही भयो पहिला उहाँ जाऊँ न अटोमा आइदियो के साइकलमा जान्छौ आर्सीमा सो गाइज अब चाहिँ हामी कालु सरलाई त हिसाब कहाँ गर्दिस् को यो केटी उहाँ गएको थियो उहाँ मामा घर कहाँ भयो आर्सीमा जाने हो ल अब चाहिँ हामी अगाडितिर जान्छौँ होइन फुलबाट हेर्दा ल बाबुहरू त यहाँको सोरुम बनाउनु लाग्यो कि होटल कटेज खोल्नु लाग्यो होइन अनि के अर्को बाइकल पनि रेडी भइसक्यो ल अब चाहिँ अनि यता टक्क केटी पनि आयो होइन लड्की पनि आयो टक्क बाह्रमा अर्को बाइकल पनि टक्क छ अनि कालो सर पनि उताबाट आउँदैछ नि टक्क 100 रुपियाँ ल्यायो नि त 100 रुपियाँ राखौँ न त्यसले अहिले हुँदैन त्यहाँ मजाक हुन्न मजाक भन्ने बात हुन्न त्यहाँ अहिले यो पर्समा यस्तो खै 100 रुपियाँ ल्यायो 100 टक्क तैँलाई राइस खाने हुन्छ टक्क यस्तरी भयो होइन 3टा रकेट चाहिँ रेडी भइसक्यो अनि मेरो चाहिँ रकेट त्यो चाहिँ बुलेट हो यो चाहिँ करस पाएर यो चाहिँ रकेट है रकेटमा गएको बस्छ टक्क यस्तो यो जोइन साइन लगाएर होइन टक्क हामी जान्छौँ के कस्तो अब हुन्छ आर्सी पुगेर अब अनि अब चाहिँ उयो त यहाँ त बाफ्रे परेला कट हाने रहेछ परेला कट हाने रहेछ अब चाहिँ हामी गएको ल सो गाइज होइन हामी चाहिँ डिउँ केक राइस साइस लैसक्यौँ अब चाहिँ उहाँ जाँदैछौँ होइन अम्मै यहाँतिर के कस्तो हुन्छ फुल वाच गरिदिनु होला होइन उता चाहिँ आउँदैछन् पछाडि चाहिँ केटाहरू हामी चाहिँ त्यहाँ चाहिँ अगाडि हाम्रो रकेट हो हाम्रो रकेटमा छ क्रसफायर छ ल त अब भुइँको फोन गरेर फोनमा पनि हात अहिले चाहिँ हामी म त पुगिसकेँ म यताबाट चाहिँ म यता लाग्छु म त्यहाँ हल्का थापेर कि त्यस्तो गरेको हल्का के कस्तो राम्रो के त्यो भ्लग बनाउँछु भन्दा भन्दै त्यहाँ छुट्टी गएको त्यो ढिउले गर्दा केही भएन ऊ त्यहाँ अझै पनि देखिरह अब चाहिँ उहीँ गएर कस्तो मस्तको भ्यू देखाउँछु क्लियर छ त्यो मुलीलाई हेर्नु गएर कस्तो ओ यहाँ बस्छु है म स्ट्यान्डतिर यहाँ बस्छु नत्र हामी तब जानु रुपियाँ सिएटबाट जाने र सुत्तरी आइज म पागल बाग म रोक्यो पागल मर्छ मैले त्यो राइट नगराइछ है उता देख यता हामीलाई बालुवा रहेछ ल गाइस ल मजा आइगयो मेरो आँखाबाट आँसु आइसक्यो यार गाइस ल है त गाइस झन्डै झन्डै घाम्बो आम्बो ल है त हामी जाइसक्यौँ है मान्छे छ ल ल ल ल ओरिलो उता म त भाग्दैछु गाइजहरू मेरो भेस्ट उडायो माछाले भन्नु माछाले
समात्छस् सो अब चाहिँ हामी पुगिसकेका छौँ डेस्टिनेसनमा लड्कीहरू चाहिँ बवाल बवाल छ नि इन्जोइङ इन बर्थडे ओके चल उता तल जा यहाँबाट चलाएर लिएर ल आइज ल ल ल हान्न आएर हो कि त्यो चाहिँ आउँदैछौँ है गाई हावै रहन्छ हामी चाहिँ यता आइसकेको छौँ यहाँ जङ्गलभित्र गाईहरू होइन उता चाहिँ अर्थ पागल आएर अर्थ पागल ल त्यो मुजी डन्डीमा म आउन्न भनिरहेको थियो पागलले डेस्टिनेसन त 4 रहेछ त गाइज कता उ त्यहाँनिर बस्छन् त्यहाँनिर उ यहाँनिर त्यो झुलुङको पुलबाट हावा चल्ला ल साइकलहरू त्यही साइकल दिएर साइकल दिएर यहाँनिर है त ल अँ मासाला पुरा टी सर्ट त कस्तो भइरहेको थियो ल गाइज गराइरहेको छु Happy birthday र to you, Katie. Happy बर्थडे टु यु केटी Happy birthday to you, लडी. मादा रोके म गाना लगाउ लड्की छैन गाना गाउनु गरेन हुन त बे पाल्ला जाने पो हुन्छ त्यो पहिला तान त विवेक पहिला तानेर बडा पहिला हो त मान ल अब गर अब हुन्छ ल बढ्दैन के ह्यापी बर्थडे टु यु केटी ह्यापी बर्थडे टु यु केटी ह्यापी बर्थडे टु केटी ह्यापी बर्थडे टु क्यामेरामा ओए क्यामेरा बन्द भएको तेरो आइरमा क्यामेरा बन्द भएको साफ गर्ने ह्यापी बर्थडे टु यु यता यता हेलो गाइस आफूलाई पनि गर्ने त यहाँले केक काट्यो रोक अलि बाघ आउलार हुन्थ्यो भाइ बाघ आउँछ छोराले गर्दा बर्थडे टु यु केटी ह्यापी बर्थडे टु यु केटी ओ जोता ओइ मासाले ओइ न ओए मजा युक्ने मजा यसलाई लगाइदिनलाई पो त रन्डीको बाल ओए म नसमान्ने गरे समात्दिन है देब्रे हातमा त देऊ बे देब्रे हातमा त देऊ ओए देब्रे हातमा त देऊ बे राम्रो यता के यता भोक लागेर क्या खान मन लाग्यो लास्टै यता मैले पनि खिला ओए यता यो गराइन्छु सबलाई बराबर है ल यता भएन चाहिँ फेरि बेजत त केक फुल खाइयो यार ओए लाइटर ल यो त्यहाँ अहिले यहाँ सबलाई पुग्ने हो कि नै ल ल है त्यो त खाइदिएको डन्डीले पागल हैछ बे त्यो जमेको छ बे मजे भएन त्यो दुईजना ल कालसर आधा लाग्छ देख्न गक ल ई मा जमे खाबे यहाँ त बे त्यो जमे हो घाटा त महिना भयो विवेक न ज्यादा भयो जोता मा चला जमे खामा ल जाउँदै क्या त यो भिडियो त्यो बस्ने मुजी किन उठ्या आइया मलाई त सिधै मलाई पायो खुस त बोलो बे 100 के भ्युज आउँछ है बार रुपेश हेर न खान्न बर्थडे बर्थडे वाला मान्छे ल मैले त्यहाँ सब पाउरोटी मात्र भामे त्यही पाउडर पनि मिठो भयो यार भोक लाग्यो क्या होइन बे फुल रुपेश लिएर मैले खाएन सबै उठाएर लाउनु होइन लास्टमा नभन्यो होइन बने गर्दै आउला अहिले ल क्षमा अब तिम्रो काम यस्तो छ कि अब त्यस्तै त हो
मैले त यो चम्मच कोकोलाई चाहियो मैन दे मलाई त चाहिएन है चाहिँदैन चम्मच भिडियो गराउन ओइ भिडियो कसरी गरौँ के बसी खान लागु कि बसिकन खान लागु कि गरा पनि मैले ल एउटा ठाउँमा राख्यो हुन्थ्यो चट्नी बे त्यो उलेन यी विवेकले सुरु गरिसके हेर न खाने हो हालेर खाऊ न हाल्दै त मेरो रुपेश तारैतिर भिडियो गराएन बोस बनाइदिएको छु त यी समीरले नि खाएको छ यी मेरो पनि चट्नी हाल ए हालिसक्यो रहेछ बैको ओए कस्तो दिवालीले खाउँदा के रोक्न मजा यहीसित खाएको मजा आउँछ मजा आएन हेर न तिमी कालचर बिहानबाट भात नखाएको केही न केही मैले जान बाल आफूले ल मा दिवाल पहिला त्यही त दिवालले तिमी कालु यार कहिले मालौ त्यो यता राख्ने कहाँ उता राखे बेला हेर्नु यो मा एउटा कुनै ठाउँमा राख्दै जा राम्रो देखिने अरे कच्काइदिन्छ न नि कालु लगेर जा अलि म टाढा बस्छु त है केटाहरू बस बल्ल देखियो कस्तो झावर राखेको दाइले बे चोर्न सुरु गर्यो ओइ मैले यता पुर्याइदियो है त्यो हैन हैन मज लाग्यो म त एक्स्ट्रा गिलासमा मागेँ क्या भने ओइ हाल्न यिनीहरू म त बे मासु नै पर्ने बे यसको हाल्दैन मासु पर्छ पहिला सो गाइज होइन हामी चाहिँ सब गया भएर अब चाहिँ हल्का एकछिन स्विमिङ हान्ने भनेको ठाउँ खोजिरहेको छौँ कि बर्थडे पाइहाल्छ छ अब चाहिँ हामी ठाउँ खोजिरहेको छौँ स्विमिङ यहाँ चाहिँ लड्केहरू छ अब चाहिँ कस्तो हुन्छ फुल हेर्नलाई सो गाइज होइन अब चाहिँ हामी पौडी हान्न जानु लाग्यो स्विमिङ केटाहरू त्यहाँ छैन टक्क उतातिर हल्का लोकेसन खोजेर चाहिँ हामी अब पौडी खेल्न जानु लाग्यो गाइज होइन अब चाहिँ हामी पौडी चाहिँ यहीँमा खेल्ने हो कस्तो हुन्छ के कस्तो हुन्छ हेर्नलाई होइन केटी र ऊ त्यहाँ चाहिँ मोबाइल हरायो भनेर गएर आएको त्यो हाम्रो अङ्कलहरूसित यो अर्जना चाहिँ त्यो अङ्कलहरूसित कि आफ्नो मान्छेसित गइसित अनि डन्डी आउँछ कालु र त्यो केटी चाहिँ आउँदाखेरि मोबाइल हरायो भन्दै थियो चाँटहरू भेटियो आफ्नो होला मान्छे कोही भएन अब भने चाहिँ हामी ल यस्तो पक्कै ल हाम्रै मस्तले पापासित आयो इजी हान्छौँ तिम्रो क्या पापा होइन? तिम्रो मम्मी बस्ने ठाउँ सो गाइज होइन हामी चाहिँ रेडी भइसकेका छौँ केटीलाई गयो है केटी गयो ल चल 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 तर मैले आज चल कच्चा लगाएको ठान्यो ओए माला त मैले कच्चा लगाएन बे नाङ्गे हान्दियो केटीलाई नि अर्ध ल अर्ध चिगी ल देऊ न ठान्यो ल ल सक्दैन ल त्यहीमा हान्नु त ल भिडियो गरेर मान्छ त मा अनि म कहाँबाट आउने ल न ल भिडियो ओए उभे केटी त्यहाँ उभिएर समीर उभिएर बनाएको छु पहिलेदेखि छ भयो कालो ल भूत गइरो म सुब्यौ न खेल्न आउने त खेलिहाल्छ ड्राइभर आउँदैन ड्राइभर ल गाइज हामी चाहिँ यहाँ पौडी खेल्न आएको होइन यहाँ चाहिँ समुद्र छ ल रुपेश ल समुद्र छ ओइ ल गाइज खेल्न जान्ने रहेछ त गाडी अलि फास्ट हो त गाडीमा आफ्नो जाम खगेल्ने रहेछ नि कस्तो त्यहाँ डुब्छ त छोडेर आउनु सक्छ किन फेरि ओ तिनजने दिएन जाऊ के आइदियो कहीं नमात्यो आइदियो
अहिले तातो छ अहिले तातो छ ल म पनि आएँ ल मोबाइल गाइजहरू म चाहिँ मोबाइल राख्छु न अब यहाँ राख्नु मिल्छ कि नै सो गाइस यो भिडियो चाहिँ यहीँ सकेछ कस्तो लाग्यो भन्नु होला है बाटोमा चाहिँ भिडियो गराउनु पाएन सो आजको लागि चाहिँ यति नै बाई बाई टाटा सी यू